हेलो गाइज, के छ? आरामै हुनुहुन्छ? स्वागत छ हजुरहरूलाई मेरो यो सानो युट्युब च्यानलमा। सबैजना आरामै हुनुहुन्छ होला। म पनि ठिकै छु, बाँचेकै छु। आज चाहिँ म परदेशको पीडाको बारेमा केही कुराहरू भन्न गइरहेको छु। परदेशमा चाहिँ यस्तो पीडा हुन्छ कि अब त्यो कसैले बुझिँदैन के। अब हामी परदेशीको पीडा हामीलाई मात्रै र खुदलाई मात्रै थाहा हुन्छ कि। त्यो जुन अब नेपालमा बसेर अरू ठाउँमा बसेर त्यो पैसा माग्नेहरूलाई तैँले पैसा कमाइस् होइन, तैँले यस्तो गरिस्, हामीले कल गर्दा कल उठाएनस्, पैसा दिनुपर्छ भनेर चाहिँ नि अब बोलेन, बिजी भन्यो, बहाना बनाउँछ भनेर भन्नेहरूलाई थाहा हुन्न क्या पीडा। यहाँ तपाईँको बिहान 4 बजे उठाएदेखि बेलुकाको 6 बजे रुममा आइपुग्छ र खाना खानुपर्छ। समस्या त्यस्तै हो। अब नेपालमा आफ्नै घरमा भइदिए त मम्मी अब आफ्नो फ्यामिलीहरूले पकाइदिनुहुन्छ। यहाँ त खुद आफैले पकाउनुपर्छ। तर त्यो यो पीडा बुझ्दैनन् स्वदेशमा बस्नेहरूले, आफ्नो साथीभाइ नाता भनाउँदाहरूले यो पीडा बुझ्दैनन् कि। आफै आएर कमाउनुपर्छ अनि मात्र थाहा हुन्छ कि परदेशको पीडा के हो। र विदेशमा बसेर पैसा कमाएको भन्नलाई जति सजिलो छ नि त्यति सजिलो चाहिँ परदेशमा छैन कि। यति कुरा चाहिँ याद राख्नु हुन्छ। किनकि हामी परदेशीहरूलाई धेरै नै गाह्रो छ। बिरामी हुँदा पनि अब हस्पिटल जान टाइम हुँदैन, हस्पिटल जान टाइम भए पनि आफूसँग पैसा हुँदैन। पैसा भनेको तपाईँको महिना मरेर एकैचोटि एकै मुष्टमा आउने हो स्यालेरी। त्यो स्यालेरी अब आउने बेलाको ऋण तिर्नु कि आफ्नो बालबच्चाहरू पढाउनु कि आफू लुगा लाउनु के गर्नु। अब त्यो साथीभाइहरूलाई त्यो भनिराख्दाखेरि नराम्रो सुन्छ। पैसा कमाइस्, ठुलो बोलिस्, हो बोले हो आएको छ, पैसा कमाएकै छ, ठुलो बोले हो, के गर्न सक्छ गर भनेर भन्न नि मन लाग्छ कहिलेकाहीँ। तर त्यस्तो भनिहाल्नु चाहिँ हुँदैन र त्यस्तो मान्छे पनि म होइन है। सकेसम्म हेल्प गर्छु सबैजनालाई, सबै साथीभाइहरूलाई, सबै आफन्त आफ्नो मान्छेहरूलाई सहयोग गर्छु। अब आफै अब त्यस्तो अवस्थामा छ, पैसा त कमाइरहेको छु, नकामाएको होइन। अरूको नजरमा अब आफू लाउरे परदेशीको देखाएको छु। तर पीडा भित्र छ कि, बाहिरबाट देखिँदैन कि पीडा यो भित्र हुन्छ कि। पीडा रुन मन लाग्छ। तर समस्या त्यही हो, आफ्नो समस्याहरूलाई सुनाएर केही हुँदैन। र पनि मैले अब यो हाम्रो परदेशी दाजुभाइ दिदीबहिनीहरूलाई यस्तो यस्तो हुन्छ भनेर चाहिँ भनिराखे मात्रै हो। र केही समस्याहरू हजुरहरूलाई सेयर गरे मात्रै हो। त्यस्तो अन्यथा नलिदिनु होला है। सबैजनाको काम नाम सब ठिकठाक होला। फेरि पनि अर्को राम्रो खालको एउटा भिडियोका साथ हजुरहरू सामु आउने नै छु। अहिलेको लागि बाई बाई।